यस लघु चलचित्रको घटना एवं पात्रहरू काल्पनिक हुन्। कसैको जीवनमा मेल खान गएमा संयोग मात्र हुनेछ। ए नारायण, के भयो? किन आत्तिएको? म त बर्बादै भयो नि काजीबा। बर्बाद भयो रे? के भयो त्यस्तो? म त सकिएँ काजीबा। म त जिन्दै मरे तुल्य हुने भए। होइन, किन आत्तेर मात्रै बोलेको? भन्न पहिला के भयो? काजीबा, मेरो त जातै जानी भयो। छोराले मेरो नाकै काटिदियो काजीबा। ए बा, आशीर्वाद दिनु बुवा हामीलाई। दिन्न म आशीर्वाद। यो नानीलाई मैले पहिलेबाट चिन्छु। मेरो त जातै जानी भयो काजीबा। छोराले मेरो नाकै काटिदिनु भयो काजीबा। मैले बुझेँ नारायण तेरो कुरा। सम्हाल आफूले आफूलाई। अब के गर्ने त काजीबा? हेर, अहिलेको जमानामा जातभातको पछि लाग्नु हुँदैन। जातभातलाई कानुनले नै मान्यता दिएको छैन। हेर, माया गर्नु अपराध होइन, तर माया गर्नेहरूलाई रोक्न खोज्दा कहिलेकाहीँ अपराध हुनु पुग्छ। के भनेको तिमीले यस्तो? तिमीलाई म छोड्न सकौँला त? जान जाला म तिमीलाई कहिले पनि छोड्न सक्दिनँ। साँच्चै? अनि तिम्रो बुवा आमाले मान्नुहुन्छ त? जिन्दगी मैले बिताउने हो तिमीसँग। मेरो बाबा मम्मीले मान्नु र नमान्नुमा के सरोकार छ र? जे भए पनि तिमी माथिल्लो जातको, म तल्लो जातको। समाजले कहाँ मान्छ र हामीलाई? जातभात र यो समाजको कुरा छोड्देऊ न। जिन्दगी जाला तर म तिमीलाई छोड्न सक्दिनँ नि। जातभात र समाजलाई तिमी किन बिचमा लिएर आउँछौ? तिमी र म राजी भए पुगेन र? त्यो त हो, तर त्यस्तो हुन सकेन भने चाहिँ के गर्ने नि? छोड्दै यो कुरा। जे पर्ला देखा जाएगा।
नमस्ते अङ्कल। ए नमस्ते। के काम थियो र नानी? हजुर अङ्कल, आयुषलाई भेट्नुपर्ने काम थियो। आयुष खै त अनि? ए आयुष त खै कता जान्छ, घरमा बस्दैन। यसो काम सघाइदिनु हो नि, अब सघाइदिन्न। यस्तै छ नानी। अनि तिमी पारी काजीको छोरी होइन र? हजुर हो अङ्कल। त्यो सहरमा बस्ने तिमी नै हो होइन? हजुर हो। पढ्न गयो कि होइन? हजुर अङ्कल। अनि आयुषसँग के काम थियो र नानी? हजुर अङ्कल, आयुषलाई भेट्नुपर्ने थियो। ए हुन्छ हस् अङ्कल, अहिले जान्छु। आयुष आएपछि मलाई भेट्नु भनेर भनिदिनुहोस् न हस्। ए हुन्छ नि नानी। हजुर हस् अङ्कल। हुन्छ नानी। नानीले आयुषलाई किन खोजेको होला? हो बा, सरुले मलाई एकदम माया गर्छन्। म पनि उनलाई उत्तिकै माया गर्छु। होइन, तैँले के भन्दैछस्? त होसमा त छस्? यो के भनिरहेछस्? के विचार भेउ पाछस्? हो बुवा, म होसमा छु र बुझेर बोलिरहेको छु। कहाँको काजी, कहाँको हामी? पागल कुरा गर्छस्? यो हुनै नसक्ने कुरा। खै तपाईँ हुनै नसक्ने कुरा भन्नुहुन्छ, म सरू भन्छन् हुनै पर्ने। खै के हो म त पागलै हुन लागिसकेँ। त्यसै रिसाएर सानो छन्जेल मर्ला भन्ने थिए, ठुलो भएपछि के भन्छु। यही छोरो भनेर मैले आफ्नो सिङ्गो उमेर नै लगानी गरेँ, तर आज आएर काजीको छोरीलाई यसले केही गर्यो भने त न घरको न घाटको बनाउँछ। हे भगवान, जोगाइदियो यो अनर्थबाट। एउटा राम्रो घरबाट तिम्रो बिहेको कुरो आएको छ छोरी, अब बिहे गर्नुपर्छ। मम्मी, म गर्दैन बिहे। मेरो कहाँ बेला भएको छ र? ल, बेला भएको नभएको कुरो होइन छोरी। विवाह भनेको त जन्मिँदै लेखेर आएको हुन्छ। अब सायद आए जस्तो छ। त्यो चिन्दै नचिनेको, बुझ्दै नबुझेको मान्छेसँग म कसरी बिहे गर्नु त मम्मी? यो हुनै सक्दैन। सोध तेरो छोरीलाई, यसले आफू खुसी कोही केटा त मन पराएकी छैन? होइन, के भन्नुहुन्छ हौ तपाईँ पनि? मेरी छोरी मेरो रगत पो हो त। हाम्रो कुल खानदानमै कसैले नगरेको गल्ती हाम्री छोरीले गर्दिन, होइन त छोरी? हो भने हो भन्, होइन भने होइन भन्। रमला भाउजूले भनेको कुरा सही रहेछ बुढी। हो बाबु हो, हाम्री छोरी अनि त पर कुल मानेको छोरो कुचुर कुचुर गर्दै थिए, चुप्पा चुप्पी पनि गर्दै थिए। म त देख्नै नसकेर लुकेको। हाम्रो जस्ता माटैमा बिलायो नि बाबु, अब कसरी मुख देखाउनु? बरु एउटा केटा खोजेर बिहा गरिदिउँ बाबु, हाम्रो इज्जत त रहन्छ।
यसले त हाम्रो नाक मात्र काट्ने होइन, 7 पुस्ताले नगरेको काम गर्ने भई। हाम्रो इज्जत त खोलामै बग्ने भयो। जात मिल्नेसँग भए पनि तै विषय, जातै नमिल्नेसँग ल भन् त। यदि यस्तो भयो भने के हुन्छ? हामी मरे तुल्य हुँदैनौँ? हामीले यो समाजमा कसरी मुख देखाउने भन् त? बासँग कुरा राखेको थिएँ, बाले पनि हाम्रो सम्बन्धको कुरा सुनेर गाली गर्नुभयो। भागेर समस्याको पनि त समाधान हुँदैन नि सर। के गर्ने त आयुष, अरू उपाय पनि त छैन। मसँग जिउने मर्ने कसम खाएका छौ, त्यो चाहिँ के त? हो, कसम खाएको छु। तर तिमी आफै भन अब के गर्ने? भागेर त म पनि कायर हुँदिनँ। अब हाम्रो प्रेम सफल पार्नलाई मैले भनेको मान्नुपर्छ। मान्छौ नि? यसरी हामीबाट ठुलो अपराध हुन पुग्यो नारायण। मैले बुझेँ काजीबा, अब म तपाईँ जस्तो गल्ती गर्दिनँ। हो नारायण बाबु, तपाईँ जानुस्, ढिलो नगर्नुहोस्। तपाईँको छोराले जातभातको तगारोलाई खोलेको छ, स्वागत गर्नुहोस्। हो नारायण, हामीले त ठुलो गल्ती गर्यौं। अब फेरि पनि त्यो गल्ती हामीले दोहोऱ्याउनु हुँदैन। हामीले त इतिहासका पानाहरूमा तीता कुराहरूलाई होइन, मिठा कुराहरूलाई स्मरण गर्दै लेख्नुपर्छ र भर्नुपर्छ ती नलेखिएका पानाहरू।